यहाँबाट चाहिँ हाम्रो सुरु भयो। बाटो पनि हाम्रोमै पर्छ होइन, अस्ति बनाएको बाटो। यो चाहिँ घर हो र हामी यसलाई हल्का रेनोभेसन गरेर हेरिटेज हाउस बनाउने प्लान छ। हेरिटेज हाउस बनाउने प्लान छ र मौरीको घरहरू यहाँ चाहिँ यस्तो खाले हुँदो रहेछ मौरी घर। यो चाहिँ पुरानो हाम्रो थाहा छ नि छ पुरानो सिस्टम। यहाँ टोइलेट र सावर बारीतिर। अब यो माथिको जुन एफ्रेम लगाएको छैन हामीले त्यो चाहिँ 10 फिट हाइट छ। अब चाहिँ बेसिकली तलको चाहिँ अब त यो पहिला चाहिँ यो माथि एउटा लेयर थियो नि चुनाको, त्यो चर्किसकेको थियो। अब चाहिँ यसमा हामीले माटो र बालुवा, माटो चाहिँ नि 6 भाग, बालुवा चाहिँ नि 1 भाग हालेर मिक्स गर्ने। बालुवा हाल्नुको रिजन चाहिँ अब त्यो कङ्क्रिट पनि होइन होइन, अनि त्यसको रिजन चाहिँ यो अलिकति स्ट्रङ पनि हुँदो रहेछ माटो, फेरि अनि वालले ब्रिथ पनि गर्दो रहेछ र प्लस चर्किँदा पनि नचर्किने रहेछ कि होइन। त्यसले गर्दाखेरि हामीले चाहिँ त्यो मिक्स गरेको। कसैले गोबर पनि एड गर्दछ नि, तर गोबर चाहिँ हामीले सबभन्दा बाहिर पेन्टको साटो एज एन वाटर प्रुफिङ एजेन्ट, किनभने गोबरमा चाहिँ वाटर प्रुफिङ एउटा ग्लु जस्तो केमिकल पनि हुन्छ कि त्यो चाहिँ एप्लाई गरेर हामीले यो घरको फिनिसिङ गर्छौँ र हरेक महिना हामीले एकचोटि चाहिँ गोबरले चाहिँ लिप्छौँ। अब यो जालहरू चाहिँ यस्तै बस्छन्, यसमा खालि रङ लगाउने र अलिकति चेक गरेर यो मकिएको छैन भने चाहिँ यही युज गर्ने फ्रेम, होइन भने चाहिँ अर्कै फ्रेम युज गर्ने। त्यसरी चाहिँ हामी यो जालहरू बनाउँछौँ। र जुन यो माथिको चाहिँ जुन हामीले नयाँ बनाएको छौँ नि, अब यो पुरानो यो लगभग 100 इयर्स ओल्ड बिल्डिङ रहेछ। अब यसको स्ट्रक्चरलाई चाहिँ यसको वेट चाहिँ अब फेरि यसले चाहिँ माथिको वेट थाम्नलाई गाह्रो पर्छ भने हामीले चाहिँ यो फलामको स्ट्रक्चर लगाएको छौँ होइन चारैतिर। अनि यसले नै माथिको वेट थामेपछि यसले चाहिँ इट जस्ट वर्क्स एज अ अब प्रोटेक्सन भनौँ न। त्यो मात्रै हो वालको काम। र हाम्रो चाहिँ अब पुरानो यो घरको चाहिँ अब हेरिडिटी, यो त हेरिटेज हाउस जस्तै भयो होइन, यसलाई चाहिँ जोगाउनलाई हाम्रो यो चाहिँ एउटा सानो प्रयास। र पुरानो चाहिँ यस्तो थियो यो पिलर होइन, यो चाहिँ 4 इन्चको रहेछ। यो यहाँ चाहिँ यसलाई यो बिम चाहिँ जो घरको वरिपरि यो चाहिँ अब मेन दैलो भयो होइन, यताबाट गए पनि हुन्छ, तर हामी चाहिँ अब घरको साइडबाट जान्छ। यो चाहिँ पुरानो टोइलेट। अब यता यस्तो छ, खासमा चाहिँ यहाँ पहिला अब स्टेयर केस थियो। यो चाहिँ साइडको दैलो। यहाँ चाहिँ के छ भने यो जुन छ नि पोइन्ट, यो पहिला प्लास्टर गरेर रहेछ, त्यही भएर यसलाई प्लास्टरै छोड्दैछौँ र कङ्क्रिट मात्रै युज गऱ्यो। अब पोलिस कङ्क्रिट अथवा कङ्क्रिट होइन, पातलो मसिनो प्लास्टर छ नि, त्यो गरी चाहिँ जब घाम आउँछ नि घरभित्र, अब यहाँ छ होइन यो बाटो आउँछ, त्यहाँबाट आउँदाखेरि घर तात अनि यो भित्ताहरू चाहिँ यही हो। यो हल्का चर्केको छ नि यो भित्ता, यो चाहिँ हामीले फेरि अर्कै लेयर लगाउँदा अनि पछि यो कभर हुन्छ र फाइनल कोटिङ चाहिँ यसमा गोबरको हुन्छ। गोबर र पानी मिक्स गरेर स्लरी जस्तो बनाएर हामीले ब्रस गर्नुपर्छ। यो चाहिँ हिजो गरेको सुकेको छैन। अनि माथिको लागि एक्सेस जुन छ नि, यहाँबाट एउटा स्टेयर केस भन्छ, यो माथिबाट यसरी स्टेयर केस भनेर यो माथिको फ्लोरमा बस्छ। यो बिचको जुन एरिया छ नि यति, यहाँ चाहिँ सनलाइट सिरेर माथिको तल्लालाई पनि यसले अब एज एन इन्सुलेसन काम गर्छ तपाईँलाई। मोडर्न येट अथेन्टिक। अनि यो किचन छ नि, यो किचन पनि यहाँसम्म चाहिँ ढुङ्गाको वाल बस्छ, अनि योभन्दा माथि चाहिँ यस्तै काठको लगाएर हामीले उस गर्छौँ, यसलाई कभर गर्छौँ। र पानी परेको बेलालाई चाहिँ अब जोगाउनको लागि यो माथि जुन जस्ता छ नि यो च्यादर, त्यसलाई चाहिँ हामीले अझै लामो बढाउँछौँ। र यो एरिया यहाँ चाहिँ टोइलेट र बाथरुम बन्छ। अलिकति गहिरो खनेर अलिकति भुइँमा राख्नुपर्छ, किनभने हाम्रो रेन वाटर हार्भेस्टिङ ट्याङ्क माथि छ होइन। सन्चै हुन्छ। ए नमस्ते, आज छुट्टी ए यो चाहिँ हाम्रो रेन वाटर हार्भेस्टिङ ट्याङ्क 15,000 लिटर पानी आउँछ यसमा होइन। अनि यो ट्याङ्कबाट चाहिँ पानी चाहिँ त्यो बाथरुममा ग्राभिटी फेड मोटर युज नगरिकन ग्राभिटी फेड सिधै जान्छ। त्यही कारणले गर्दा हामीले अलिक दबाएर चाहिँ टोइलेट बनाउनु जरुरी छ। अब यसको हाइट लगभग 2 फिटमा चाहिँ हामीले एउटा यहाँ एउटा सानो पाल बनाएर त्यहाँबाट चाहिँ पानी जानु बनाउनुपर्छ।
प्लस उतानेर अलिकति उयो बनाएको छ नि सानो भेन्टिलेसन जस्तो अब उयो यो देखौँ उ देख्छ नि भित्ता खनेको त्यहाँ चाहिँ हाम्रो 6 इन्चको पाइप निस्किन्छ होइन अनि यतापट्टि नै पाल छ त्यो चाहिँ घरभित्र जान्छ त्यो चाहिँ एज एन एयर कन्डिसनिङ युज हुन्छ त्यो चाहिँ अब न्यू मेक्सिकोमा जुन अर्थसिप होमहरू छ नि न्यू मेक्सिकोमा त्यसको कन्सेप्ट लिएर हामीले गरेको हो माथि तल र तल चाहिँ गरमको बेलामा त्यसको चाहिँ सानो यत्रो सानो चाहिँ नि फ्रेम बनाएर त्यो जाली खोल्ने बनायो भने उयो पाइप म पाइप पनि देखाइदिइहाल्छु त्यसको रिल्स बनाएको ए होइन सर जुन यो पाइप छ नि यो पाइप यसबाट चाहिँ चिसो हावा छिरेर घरलाई चिसो बनाउँछ त्यो चाहिँ प्यासिभ एयर कन्डिसनिङ हो र युरोपतिर चाहिँ यसलाई नै एज अ फ्रिज पनि सामानहरू राख्नलाई युज गर्छन् होइन इट्स अ भेरी गुड कन्सेप्ट अब यहाँ चाहिँ अब ट्रायल बेसिसमा हामीले चलाउँदैछौँ अब वी आर अन 1000 मिटर्स फ्रम सी लेभल 1000 to 1100 मिटर्स फ्रम सी लेभल त्यो कारणले गर्दाखेरि गर्मी चाहिँ अलिकति हुने रहेछ यहाँ किनभने ट्रपिकल जोनबाट हामी अलिकति मात्रै माथि छौँ होइन सब ट्रपिकल जोन जुन चाहिँ 1000 to 1600 मिटर छ सब ट्रपिकल चाहिँ फ्रम सी लेभल 300 to 1000 मिटर छ सो वी आर इन द बेल्ट होइन इन बिट्विन अब सब ट्रपिकल एन्ड ट्रपिकल रिजन्स त्यही कारणले गर्दाखेरि गर्मीको लागि हामीले यो के भन्छ यो पाइप चाहिँ युज गरेको 6 इन्चको पिभिसी पाइप यसबाट चाहिँ हावा जाने यसले चाहिँ इलेक्ट्रिसिटी पनि बच्यो होइन प्यासिभले गर्दाखेरि अब धेरैवटा कुरा छ नि ग्राउन्ड वाटर रिचार्ज पोन्ड So we have banana to filter the water, we have canna and we have ginger lily. So they will eventually come up and all the grasses will be gone. This is the grey water management system and the groundwater recharge pond. This is the banana circle for the grey water management. So that's a banana circle. We have 2 different types of species of banana here to clean the grey water and then let it go in the lower altitudes. For waste management we have food waste biogas system, and for the human waste we have septic tank biogas system, and we have grass over there for all the grass over there for the black water management. And we have bougainvillea growing up for the live roof. We have woolly bird. We have woolly bird fan as an exhaust without using the energy. So it's the part of sustainability as well. We have rainwater harvesting tank coming here, and this is 15,000 liters and it's full at the moment, the rainwater harvesting tank. We have 1.5 kilowatt 1.2 kVA solar power generation unit which provides electricity to our property. We have those cooling tubes which come all the way through the rainwater harvesting tank to these cooling pipes here, and then they go inside the house. They are passive cooling basically because it's relatively hot here. We use these. So we have used bamboo as a partition somewhere. We have stone and mud house. And we have the passive cooling tube. So the air will come, the cool air will come from here. This is the sunroom. All the sunlight will be stored in the floor, concrete floor, and it will come into the house in the evening. So this is the concept of the sunroom. And there are the cats. The solar mode is blinking, so it's 7 in the morning, so that's why it's blinking. In the afternoon it will be, the mains will be off, and then all the charging will go on the solar. So we see how much we have saved so far. 1201.186 kilowatt hour, which means 1.2 megawatt of electricity. And this area here, this is bamboo. This is bamboo and mud together. It's called igda, and the lounge area is all igda. The roof in our house,
They are the bark of the pine tree put upside down, and then we clean them up. And that's all. That's the pine. So this is basically also wastage of the pine wood. So it's not the wood itself. So it's part of the conservation process. And the floor is all oxide floor. So passion fruit. So part of the animal system, we have tangri. She's too stingy. No. No. Bindi, Purnima, and our very own Lali. So all four of them, they will provide milk, compost, everything for us to run the whole system. Without them, it's not even possible. That's the chicken coop area. As you can see, all the cottages are up there. They are also made out of igdas. And then 3 years ago, we had nothing. Now we have many varieties of plants. Coffee, mango, we have guava there. Again guava here. Then we have jackfruit. We have blackberries, jackfruit again, orange, it was there, peach, and then we have mango there. So the sun is coming that way from the east. So what happens is, the peach, as it is a bush tree, it will get more sunlight than the mango because it goes like this, the sun. So this is how we have designed according to sun path. So this is almost all about our property. And when you visit over here, then you will get to know more about our property, and you will be more than happy to explain, what's going on in our property as well. And thank you for watching the channel.